आज चाहिँ आफैसँग काम गरेको सहकर्मीलाई पनि यसरी अब्रोडको लागि फेयरवेल गर्नु परेको छ। रुपेश सर कस्तो फिल हुँदैछ? एकदमै खुसीको पल छ हजुर सर। युएस जाँदै हुनुहुन्छ हजुर सर। है। सो रुपेश सरको जुन इन्टेकको लागि भिजा लागेको छ र हामी दुईजना फेरि सँगै एउटै अर्गनाइजेसनमा पुरानो अर्गनाइजेसनमा काम गरेको होइन। सो तपाईँले एसिएससँगको अब आफ्नै साथीले यसरी तपाईँले हेल्प गर्दाखेरिको आफ्नै साथीको कन्सल्टेन्सीबाट यसरी अब्रोड जानु पाउँदाखेरि कस्तो फिल हुँदैछ हजुरलाई? अब यो एकदमै कुरा सिम्पल र क्लियर कुरा गर्दाखेरि चाहिँ के थियो भन्दाखेरि चाहिँ मैले युएस जाने विचार गर्दाखेरि चाहिँ मैले अरू कन्सल्टेन्सीहरूसँग पनि बुझिरहेको थिएँ। अनि त्यसै बिचमा चाहिँ हाम्रो अर्जुन सरसँग भेटघाट भयो। अनि सरको काउन्सिलिङहरू सुनेपछि चाहिँ मैले एसिएससँग जोडिन पाउँदाखेरि र सबै प्रक्रियाहरू मेरो सुरुदेखि लास्टसम्म चाहिँ हाम्रो अर्जुन सर लगायत सबै टिमहरूले चाहिँ मलाई एकदमै सजिलो र सहज हिसाबमा सबै कामहरू गरिदिनु भयो। केही रिकमेन्डेसन कसैले अप्लाई गर्न चाहनुहुन्छ भने उहाँहरूको लागि? कोही विद्यार्थीहरू होइन कोही बाहिर जानुहुन्छ युएस मात्र नभएर अरू देशहरू पनि जान चाहनुहुन्छ भने चाहिँ अर्जुन सर र एसिएसमा चाहिँ तपाईँहरूलाई एकदम स्वागत छ भन्न चाहन्छु म चाहिँ। र एसिएसलाई नै आफ्नो फर्स्ट चोइसमा राखिदिनु होला। हुन्छ रुपेश सर, थ्याङ्क यू सो मच। बेस्ट विसेस है हजुरलाई।